हेलो साथीहरू, गुड मर्निङ, नमस्ते। स्वागत छ यो अर्को नयाँ भिडियोमा। आजको भिडियो रहेको छ माइली बुहारी, सबैले चिन्नु भएको माइली बुहारी, मासुचोर माइली बुहारीलाई चाहिँ अमेरिका बस्ने दाइले चाहिँ के भन्नुभएछ त सुनौँ है त उहाँकै मुखबाट। अमेरिकामा बस्ने दादा हजुरलाई माइली बुहारीको तर्फबाट, माइली बुहारी बुइनीको तर्फबाट कोटी कोटी प्रणाम नमस्कार गर्न चाहन्छु, टक्र्याउन चाहन्छु, स्वीकारी बक्सेला हैन। हजुरले माइली बुहारी बुइनीज्यू भनेर हजुरले जुन सम्मान गर्नुभएको छ, म हजुरको सम्मानलाई आत्मसात गर्दै म हजुरलाई दुई चारवटा कुरा राख्न चाहन्छु। कुरा के भन्नुहुन्छ भने, पहिला जाउँ मेरो बुढोमा। मेरो बुढोलाई चाहिँ पाए त्यही भन्न पाइँदैन दादा हजुर, पाइँदैन। म अरू जस्तो होइन, घाँस खाने मासु खाने माइली बुहारी हो एक त, होइन। अनि तपाईँले के भन्नुभएको छ, तपाईँले मेरो विषयमा बोल्न पाउनुहुन्छ, मजाले पाउनुहुन्छ होइन। तर मेरो बुढो, मेरो परिवारको विषयमा बोल्ने तपाईँलाई कुनै अधिकार छैन। एक त तपाईँलाई के आफू चाहिँ यति ह्यान्डसम, कति राम्रो ब्युटिफुल ह्यान्डसम जस्तो लाग्छ तपाईँभन्दा त नि। तपाईँले जुन तरिकाले मेरो बुढोलाई त्यो भन्नुभएको छ नि, तपाईँभन्दा त सोचले, कामले, रूपले मेरो बुढो त कहाँ खाने यहाँ, कहाँ आकाश कहाँ पताल। सो नो कम्पेयर। अङ्ग्रेजी बोल्दै गएँ मैले चाहिँ। उहाँ के अरे अमेरिकामा बसिसिन्छ नि त, अमेरिकामा। अनि अर्को कुरा के हजुरलाई नोटिस राख्नु भने, कसैको विषयमा हजुरले भिडियो बनाउनु हुँदैछ भने प्लिज प्लिज डिटेलमा गएर बुझेर मात्रै बनाउन अनुरोध गर्दछु होइन। म चाहिँ जति बुझ्छु, जति जान्दछु, म त्यति नै मात्रै मेरो विचार राख्ने हो। मैले तपाईँलाई सोधेर राख्ने होइन मेरो विचार। मलाई यो खिचडीको साग मनपर्छ, तपाईँलाई पनि मनपर्छ, खा 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 भन्ने होइन। मन पर्दैन भने ओके, रायोको साग खाने होइन, तोरीको साग खाने, सो वाट त्यसमा। अनि मेरो बुढो कतारमा हुनुहुन्छ, यो चाहिँ ज्ञान राओसलाई थाहा छैन के, कन्फिडेन्स कत्रो, हाउडी बोल्न, झुटो बोल्न, नोनसेन्स बोल्न। हजुर त अङ्ग्रेजी अमेरिकामा भइसक्छ, म अलिअलि अङ्ग्रेजी बोल्छु, बुझ्नुहुन्छ नि होइन। ल अनि त्यो कुरा, अनि तेरो बुढो फलाना ताक्लु गुवाचे पुड्के कहाँ के भएको, त्यो अमेरिकामा रहेछ र त रुएकी रहेछ, नभए त झोला बोकेर जानेर फेर्दै गर्ने हजुरहरू जस्तो देख्नुभयो मलाई। थाहा छ मेरो बारेमा, कति वर्ष भयो बिहे गरेर घर परिवार सम्बन्ध यहाँ राखेर हिँडेको। ओहो, हाम्रो त कथा सुनाउनु हो भने त तिमीहरूलाई त कथा इतिहास जस्तो लाग्छ होला। अहिलेको जमानाको जुन कुरा गरिराख्नु भएको छ, जुन हेरेर तपाईँहरू बोल्नुहुन्छ नि, यति उति उसले छोडेको, त्यसले लगेको, यता गएको उता गएको, ओ माई गस। म त एक सेकेन्डमै स्कोर हो कि स्कोर के भन्छ सारिदिन्छु। अङ्ग्रेजी फेरि जान्दिनँ तपाईँहरू जस्तो। ल कतार हो नि त, कतार भर्सेस नेपाल होइन त्यो है। अनि हजुरले जसको मेरो नाम लिएको कारणले मैले हजुरलाई चाहिँ रिप्लाई दिएको, नभए मलाई रिप्लाई दिनु कुनै जरुरी नै छैन, किनभने मैले मेरो भिडियोमा तपाईँको नाम लिएकै छैन छ त। अनि के वाइ टाउको दुखाइ, वाइ वाइ, त्यही भन्न चाहन्छु। सुन्नुभयो नि साथीहरू उहाँको भनाइ। उहाँलाई चाहिँ कसले भन्नुभएछ त अमेरिका बस्ने भन्नुभयो, तर उहाँले नाम खुलाउनु भएको चाहिँ छैन होइन। कन्ट्रोभर्सी चलिरहेछ उहाँको चाहिँ। सो साथीहरू, अलिकति कसैको भिडियो बनाउनुहुन्छ भने चाहिँ अलिकति सोचेर विचार गरेर बनाउनु होला। जसले भिडियो बनाउनुहुन्छ उहाँलाई मात्रै भन्नु होला। फ्यामिलीलाई जोडिराख्नु पर्ने जरुरी चाहिँ मैले पनि देख्दिनँ होइन। मलाई पनि राम्रो लाग्दैन कसैको पनि फ्यामिलीलाई जोडेर भिडियो बनाउनलाई। इक्जाम्पल, मैले पनि कुनै भिडियोहरू बनाएर हालेको छु भने मेरो बारेमा भन्नुहोस्, बट फ्यामिलीलाई जोड्ने काम चाहिँ कदापि पनि नगर्नुहोस्। न मलाई, न कसैलाई पनि जोड्ने काम चाहिँ कदापि गर्नु हुँदैन। हामीले एकदम सचेत भएर भिडियो बनाउन आवश्यक छ। एकदम सोचेर विचार गरेर भिडियो बनाउँदा राम्रो। म चाहिँ यही भन्न चाहन्छु। थ्याङ्क यू सो मच।